ल आइयो आफ्नै गाउँ आफ्नै ठाउँमा बहुत दुःखसँग आइयो। गाह्रो छ, अझै माथि छ, कता हो कता हो। यो चाहिँ हाम्रो माइलो हजुरबाको घर। अहिले सबैजना उहाँहरू काठमाडौँ हुनुहुन्छ, हामी यसपालि चाहिँ गाउँमा घुम्न आयो। अब हामी योभन्दा नि हाम्रो पुरानो बाटो अब यहाँबाट फेरि अब हाम्रो गाउँतिर लाग्दैछ। हाम्रो घर, हाम्रो पाखा पखेरा आउँदैछ है त। बुवाहरू छोराहरू आउँदै हुन्छ। होइन भयो अहिले भिजुलाइसी भयो यहाँ चाहिँ त्यो स्थानीय घर ल जाउँ। छैन पाइन्छ। हिँड्दै नै छ, हिलो छ, पानी छ हौ यताबाट हौ। त्यो नगर न, त्यस्तो हिलो हुन्छ। त्रिपुरा सुन्दरी गाउँपालिका वार्ड नम्बर 4। कस्तो टल है यता यसलाई छोरो किन यता हेर कल्पना ल यता ल किन कुशल यहाँ हेर न यता हेर भन्छु। रेडी 1 2 3 गो। ल यहाँबाट ठ्याक्क अब यतापट्टि एउटा है त, यतापट्टि आउने यतापट्टि ल किन यता हेर कुशल कोही कल्पना त लजाम कसले है अध्यक्षले उसले है देख्न सक्नुहुन्छ साँध भन्ज्याङ
अहिले अब यो साँध भन्ज्याङबाट हामी उकालो लाग्ने क्रममा छौँ। ल छिटो आऊ छिटो, बच्चाहरू हिँड्न सकिरहेको छैनन्। अब हामी डाँडा पुर्छुक हिँड्लाइरहेछौँ। ए किन छिटो आऊ न, अब 1 घन्टामा हामी ठ्याक्कै पुर्छुक सानो छोरोले एउटा ब्याग बोकिरह, तर खाली बोक्न राखे। छोरोबाडी लुते लाङ्गे भएर त भाइले बोकेको त्यत्रो बहिनी त्यति बोक्न सोध्नुहोस्। साँध भन्ज्याङको यो डाँडाबाट छौँ अहिले हामी। यहाँको कति मनोरम दृश्य देखिरहेको छ र हाम्रो कृष्णजी मेरो पुरै भिडियो आउँछ है। त्यसो नगर न, एउटा बोतल बोकेर आउनु कति गाह्रो तिमीलाई। छिटो, त्यो कालो हामी आइसकेका छौँ। ल छिटो छिटो।